मम्मी हजुर मम्मी सुन न अनि आज के सब्जी पकाउने तिमी जहिले पनि के सब्जी पकाउने भन्छौ तिम्रो इच्छाले पकाउ न के पकाउनुपर्छ अब इच्छाले त भइरहनु भनिसक्छु इच्छाले त पकाउनुलाई भनेको थिएँ मम्मी अब मैले पकाएको फेरि ए मलाई यो खान मन थिएन यो पकाएको भए हुन्थ्यो भन्नुभयो के गर्नु मैले फेरि अनि तँ आफै विचार गर्नु ल ल हुन्छ म आज आफैले पकाउँछु फेरि पछि खान्न चाहिँ भन्न मिल्दैन नि फेरि A few moments later. मम्मी मम्मी कहाँ जानु भएछ मम्मी मम्मी न कहाँ जानु भएछ हौ कस्तो के सब्जी पकाउनु भनेको आफै त पकाउँछु भने नसोधे त हुँदैन ए भगवान् फेरि यिनले के सब्जी पकाउँछु भनेर फेरि सोध्न आइपुग्नु छ ए भगवान् आज के पकाउँदैछ भने मलाई थाहा हुन्छ म लुक्नै पर्यो होइन हौ कहाँ जानु भएछ हौ छ्या म त नपकाइ बस्दिउँ कि क्या हो आज चाहिँ नपकाइ बस्नु पर्यो जस्तो छ आखिर किन नपकाऊ भन्नु भने थाहा भएन सब्जी के पकाउने भन्नु पर्यो होइन आज यिनले के पकाउँछु भनेर मैले उ गरिनँ अब मेरो बुढी बोकेर होला फेरि भन्नै पर्यो फेरि बुहारी हजुर यहाँ ए मम्मी कहाँ हुनुहुन्छ तपाईँ अनि अहिलेसम्म के थियो त किन खोजेको होला ए मम्मी के सब्जी पकाऊँ भनेर के के फर्स्यो गर्नु पकाउनु न हो हो त हस्